अनि तपाईँको काम चुनाव गराउने चुनावमा जानु किन यहाँ आएको सर के म मात्रै छु म त भोट दिने मान्छे होइन म त अहिले पनि भन्छु त इराकमा के अहिले इरानमा को कारणले गर्दाखेरि के भयो चाइनाले भोलि नेपालमा यसरी नै हान्छ समाउनुहुन्छ तपाईँहरूले थाम्नुहुन्छ बम के भयो आज कटारको हालत के भयो साउदीको हालत के भयो त्यही गर्नु त खोजेको नि यहाँ देश राखेर पुराना नेताहरूले एमसिसी एसपिपी पास गर्न मानेन अनि नयाँ ल्याउन खोजेको बालेन र के देख्न रवि बालेन रवि छोडिङ माग्ले होइन अब भेट्छन् नेपालीले त्यसमा सबैभन्दा बढी तपाईँले भेट्नुहुन्छ भोलि पर्सि अगाडि लागेर यस्तो छ मैले हिजो एसपी साहबलाई भनेको के भन्ने मलाई त्यस्तो छ भने भन्नुहोस् है म तयारी हुन्छु भनेर भनेको एसपी साहब नमस्ते तपाईँलाई मैले राति नै फोन गरेको थिएँ तपाईँले किन नभनेको तपाईँ यहाँ हेर्नुहोस् म तपाईँ खानुपर्छ यति 11 किसिमको अब मलाई त्यहाँ लगेर तपाईँले कहाँ राख्नु कसुर चाहिँ मैले के गरेँ यहाँसम्म कसुर चाहिँ मैले के गरेँ अस्तिको दिन सर्वोच्चले छोडेँ कसुर चाहिँ के हो भन्नु त मलाई कसुर चाहिँ के हो भन्नु न तपाईँले यस जिल्लाको एसपी म भक्तपुरमा बसेको छु यहाँ बसे बापत मैले ट्याक्स तिरेको छु पत्रमा के छ त भन्नु न पढ्नु न अनि सार्वजनिक शान्ति चाहिँ मैले के गरेँ कसको छोरी समय होइन मैले त्यही गर्न पाउँछु नि त तपाईँहरू जतिको ट्रेनिङ गरेको तपाईँहरू जस्तो पढेको देशको वफादार पुलिस वफादार हो नि त तपाईँहरू के कसो लिएर आयो भन्ने कुरा अझै थाहा पाइहाल्नुहुन्छ यसो बसौँ न यहाँ चिया त खान पाइन्छ होला नि चिया औषधि कि पाइँदैन अहिले नुहाउने चिया खाने टोइलेट गर्ने भनेको मानवता भित्र पर्छ ज्यान मार्नलाई पनि पर्छ नि 1.5 घन्टा जति भइसक्यो हामीले तपाईँलाई दिएको छु 1.5 घन्टा बरु मलाई भनेको थियो भने म तयारी हुन्थेँ पो भनेको त मैले हिजो बेलुका भनेको थियो भने नि तपाईँलाई मैले राति फोन गरेको थिएँ कि थिएन भन्नुहोस् त एसपी साहब